साथीलाई भेटेर स्कुटीमा घरतिर फर्किरहेका कैलाली घोडाघोडी 10 ओमखैयाका 23 वर्षीय रोशन चौधरीको हाइस्को ठक्करबाट मृत्यु भएपछि स्थिति तनावग्रस्त। मार्ने मान्छेले मैले मारेको हु भन्नु पर्यो भनेको भए हामीलाई आउँथ्यो। 2 वर्ष अगाडि मात्रै बिहे भएको थियो रोशनको। बिचरा श्रीमती रुदै न्यायको लागि आइन सडकमा। तपाईलाई कुनै पनि सम्बन्धित पक्षले न्याय दिएनन् 3 दिन भइसक्यो। अतरिया चौकीमा त्यहाँ केही भन्ला छैनन्। दर्शक महानुभावहरू नमस्कार, म पारस भट्टराई। म यति बेला यो कैलालीको पहलमानपुरको आमखोयामा छु र यो महेन्द्र राजमार्ग यति बेला बन्द भएको छ। अस्ति भर्खरै मात्रै एकदमै कलिलो उमेरका भाइको गाडीको ठक्करबाट मृत्यु भइसके पछाडि उहाँको आफन्तहरूले अहिलेसम्म न्याय पाइरहेका छैनन् र हामी अन्यायमा पर्यौँ, हामीले चाहिँ यो सडक बन्द गर्छौँ, हामीलाई न्याय चाहियो भनेर यति बेला सडकमा उहाँका आफन्तहरू, यो ठाउँको छिमेकीहरू, यहाँका स्थानीयहरू चाहिँ सडकमा यति बेला उत्रिनु भएको छ। यो सडक सबै जाम छ। उतापट्टिबाट लस्करै एकदम लामो लाइन छ गाडीको। म पीडितसँग के कुराकानी गर्न चाहन्छु। जो मृतक, जसको गाडीको ठक्करबाट मृत्यु भयो, हजुरको को हुनुहुन्छ? मेरो बुढा। कति वर्षको हुनुहुन्थ्यो? 23 वर्षको। कहाँबाट कहाँ जाँदै हुनुहुन्थ्यो उहाँ? चौमलादेखि घर आउँदै हुनुहुन्थ्यो। यो अवस्थामा पनि तपाईँ अहिले न्यायको लागि सडकमा उभिएर आउनुपर्ने अवस्था रहेको छ। हजुर। तपाईँलाई कुनै पनि सम्बन्धित पक्षले न्याय दिएनन् 3 दिन भइसक्यो। अतरिया चौकीमा त्यहाँ केही भन्ला छैनन्। के भनिरहेछन् अहिले सम्बन्धित पक्षले? के भनिरहेछन्? तपाईँको त आफ्नो मान्छे घुमेको छ। तपाईँले जति नै रोए पनि, जति नै गराए पनि तपाईँले आफ्नो मान्छे पाउँदैन। उनीहरूले आफ्नो मान्छे दिन सक्दैनन्। तर तपाईँलाई अझै पनि चित्त बुझाउन किन सकिरहेछन् उनीहरूले? के भनिरहेछ? मिलिरहेको छैन। के खोजिराख्नु भएको छ तपाईँहरूले अब न्यायको लागि चाहिँ? न्यायको लागि हामीलाई या त त्यो मान्छे मारेको छ, ज्यान गएको छ भने त्यसको पनि ज्यान जानु पर्यो, या त हामीलाई न्याय मिल्नु पर्यो। तपाईँ त भर्खरैको हुनुहुन्छ। कति वर्षको उमेरमा विवाह भएको? मेरो पनि 23 वर्ष भएको छ। अब हाम्रो छोरालाई न्याय चाहिँ पाउनुपर्छ। हामी अब 3 दिन हस्पिटलमा भइसक्यो लास राखेको, केही उहाँबाट केही अट्टोपट्टो छैन। त्यही भएर हामी लास्टमा हामी अब के गर्ने, कसरी गर्ने, अब केही नभएर हामी रोडमा उत्रेको हो। के भन्छ प्रशासनले? के भन्छ अहिले हजुरहरूले त आफ्नो आफन्त गुमाउनु परेको छ। तपाईँहरूलाई यो अवस्थामा प्रशासनले कस्तो राम्रो तरिकाले, सकारात्मक तरिकाले फिडब्याक दिइरहेको छ कि तपाईँलाई अझै गाह्रो पार्ने तरिकाले तपाईँहरूलाई त्यो तरिकाले व्यवहार गरिरहेको छ प्रशासनले? त्यस्तो के भन्छन्, अहिले हाम्रो कुरा त्यति खासै ध्यान दिइराखेको छैन के उतातिर, खासै हाम्रो कुरा सुने जस्तो गरिरहेको छैन। त्यही भएर हामी बाध्य भएर यो रोडमा आएर उत्रनु परेछ। हामीले न्याय पाउनु पर्यो, किनकि हाम्रो कुरा पनि सुनिदिनु पर्यो। हामी गरिब जनता हौँ होइन, हाम्रो घरमा कोही छैन, कमाउने मान्छे गुमाइसके। अनि अब यहाँको अवस्था पनि यस्तो छ, यस्तो उमेरमा यस्तो हुनु कम दुःखको घटना होइन, सबैलाई पर्छ। तर त्यहाँले पनि सुनिदिनु पर्यो, हेरिदिनु पर्यो। उताबाट के कुरा, जुन मान्छेले त मारिहाल्यो हाम्रो मान्छेलाई होइन, त्यो मान्छेले पनि स्पष्ट भनिदिनु, मैले नै घटना गरेको हो, यिनीहरूलाई न्याय दिनुपर्छ। उनीहरूले पनि बुझिदिनु पर्यो। अनि प्रशासनले पनि हाम्रो खातिर बोलिदिनु पर्यो, उता सबै कुरा मिलाइदिनु पर्यो होइन। हामी त जसले ठक्कर दियो नि तपाईँको आफन्तलाई, ऊ चाहिँ अहिले प्रहरीको हिरासतमा छ कि बाहिर छ? उसैमा छ, प्रहरीका उतै छ, चौकीमै छ। जो मृत्यु भयो नि उहाँको परिवारमा को हुनुहुन्छ? एउटा उहाँको दाइ हुनुहुन्छ, अनि उहाँको मम्मी र बुवा, अनि उहाँ दाइ हुनुहुन्छ। उहाँ भर्खर विदेशबाट आउनुभएको छ, ठुलो छोरा।